लाई जुन यहाँ हाम्रो पहिलेको मध्य प्रदेश सरकारले जुन बनायो गठन गर्यो त्यो विश्वविद्यालय म शिक्षा मन्त्री भइसकेपछि त्यो विश्वविद्यालयको अवस्था दयनीय अवस्थामा थियो। यतिसम्म थियो कि त्यो विश्वविद्यालय बन्द हुने अवस्थामा पुगिसकेको अवस्था थियो। त्यो विश्वविद्यालयको भिसी र रजिस्ट्रार जेल जाने अवस्थामा थियो। किन जेल जाने अवस्थामा थियो भने त्यो विश्वविद्यालयलाई जति काम कर्तव्यहरू गरेको थियो त्यो बिना कुनै डिसिजन बेगैरै गएको थियो, मनपोली ढङ्गले गराएको थियो। त्यहाँको भिसीले लिने सुविधा पनि निर्णय नभएको, रजिस्ट्रारले लिने सुविधा पनि निर्णय नभएको, कर्मचारी जुन भर्ना गरेको थियो त्यो पनि कुनै चाहिँ निर्णय बेगर्ने गरेको थियो। त्यहाँ अरू थप जति क्रियाकलापहरू विधि विधान त्यो नियमहरू बनाउने कार्यहरू पनि बिना निर्णय विपरीत नै भएको थियो। र म आइसकेपछि मलाई त्यति थाहा भएन। मैले चाहिँ अब पहिलेकै निर्णयहरू भएकै हुनुपर्छ सिनेटबाट भन्ने कुरा मैले चाहिँ मेरो बुझाइ थियो। तर म आइसकेपछि यहाँका भिसी र रजिस्ट्रारजीले तुरन्तै सिनेटको बैठक राख्नुपर्छ भनेर मसँग भन्नुभयो र त्यो सिनेटको बैठक राखियो। सिनेटको बैठक राख्दाखेरि त्यसमा पुराना जति काम कर्तव्यहरू थियो त्यो सबै अनुमोदन गर्ने भन्ने हिसाबले निर्णयहरू ल्याएको थियो। र त्यो निर्णयहरू ल्याउँदाखेरि हाम्रा चाहिँ त्यहाँ सिनेटमा भएका मेरै आफ्नै मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्यालयका सचिवजीहरूले उहाँहरूसँग चाहिँ प्रश्न उत्तर गर्दाखेरि यो चाहिँ आवश्यकता भएको कुराहरू त्यही कारणले चाहिँ हामी अनुमोदन गर्न ल्याएको छु भन्ने कुराहरू गर्नुभयो। र त्यहाँ म पनि थोरै हिचकिचेँ र उहाँहरूको त्यो बैठक समाप्तपन भइसकेपछि त्यो बैठकलाई प्रमाणीकरण गर्नका निम्ति एक दिन पनि समय नबिराइकन उहाँहरू प्री प्लानिङ त्यो निर्णयहरू लेखेर नै त्यसको भोलिपल्ट नै मेरो डेरामा यहाँ ल्याउनु भयो र यसलाई चाहिँ प्रमाणीकरण गरिदिनुपर्छ भन्ने कुरा भिसी रजिस्ट्रारले मलाई चाहिँ दबाब दिन खोज्नुभयो। मैले यो तपाईँहरूले गर्नुभएको निर्णय म एकचोटि यसलाई अध्ययन गर्छु, त्यस पछाडि चाहिँ म प्रमाणीकरण गर्छु भन्ने कुरा उहाँहरूलाई भनेर त्यो निर्णय मैले चाहिँ लिएर जनकपुर गएँ। जनकपुर जाने बित्तिकै मलाई मुख्यमन्त्री कार्यालयका एकजना कर्मचारीले मलाई फोन गरेर भन्नुभयो तपाईँको त्यो कृषि विश्वविद्यालयमा अख्तियारको चिठी आएको छ 11 बुन्दे र त्यो अख्तियारको चिठी आएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ समाधान खोज्नुपर्छ भन्ने कुरा मलाई भन्नुभयो। त्यस पछाडि म तुरन्तै मुख्यमन्त्रीजी कहाँ पुगेँ। मुख्यमन्त्रीजीलाई चाहिँ सारा कुरा मैले चाहिँ जानकारी गराएँ। यो विश्वविद्यालयको यो अवस्था छ। मुख्यमन्त्रीजीले पनि मलाई भन्नुभयो त्यतिखेर हो यो सही कुरा हो, यहाँ अख्तियारको चिठी आएको छ, म तपाईँलाई भन्नै वाला थिएँ तर तपाईँले थाहा पाउनुभयो, यहाँ आउनुभयो, ठिक छ, यसलाई चाहिँ अब समाधान खोज्नुपर्छ भन्ने कुरा उहाँले गर्नुभयो। त्यस पछाडि मैले चाहिँ भिसी रजिस्ट्रारलाई फोन गरेँ र भिसी रजिस्ट्रारलाई फोन गर्दाखेरि हो अख्तियारको चिठी आएको छ भन्ने कुरा तब मलाई उनीहरूले जानकारी गरायो। मैले उहाँहरूलाई भने यो अख्तियारको चिठी आइसकेपछि म ल्यान्ड मिनिस्ट्री भइसकेपछि तपाईँले त मलाई जानकारी गराउनु पर्थ्यो, तपाईँले किन जानकारी गराउनु भएन भन्दाखेरि होइन सर मैले चाहिँ अब यस्तो उस्तो भयो त्यस कारणले विभिन्न बहाना बनाएर मसँग चाहिँ पन्छिने काम गर्नुभयो। अनि त्यस पछाडि उहाँहरू जनकपुर आउनुभयो। जनकपुर आइसकेपछि मलाई त्यो अब भएका निर्णयहरूलाई प्रमाणीकरण गरिदिनुपर्छ भन्ने कुरा उहाँहरू भन्नुभयो। मैले उहाँहरूलाई भने यो जुन अनुमोदन गर्ने जुन कामहरू तपाईँ गर्नुभएको छ योभन्दा पहिले सिनेटको बैठक भएको थियो कि थिएन? उहाँहरूले भन्नुभयो भएको थियो। अनि त्यो सिनेटको बैठकको निर्णय कहाँ छ मलाई हेराउनुहोस्। त्यो निर्णय हेर्दाखेरि त्योभन्दा पहिलेको मन्त्रीजीले जो सिनेटको अध्यक्षता गरिराख्नु भएको थियो उहाँ मन्त्रीजीले त्यसलाई चाहिँ त्यो सिनेटको बैठकलाई चाहिँ प्रमाणीकरण नगरिएको अवस्था मैले पाएँ। अनि उहाँहरूले भन्दाखेरि हो उहाँले चाहिँ प्रमाणीकरण गर्नु भएन, उहाँले मलाई प्रेसर दिइराख्नु भएको थियो यो विश्वविद्यालयको जो टेन्डर छ र डिपिआर छ मैले भनेको व्यक्तिलाई नै दिनुपर्छ भन्ने कुरा त्यो भिसी रजिस्ट्रारले मलाई बताउनुभयो। म यहाँ आदरणीय पत्रकार मित्रहरूलाई म सम्पूर्ण कुराहरू विस्तृत रूपमा मनमा केही नराखेर तपाईँहरूसँग म सेयर गर्न चाहेको छु। उहाँले मलाई भन्नुभयो, मलाई प्रेसर दिनुभयो उहाँले, तपाईँ यो डिपिआर प्रोजेक्ट र यो टेन्डरको प्रोजेक्ट मेरो हिसाबले गर्नुपर्छ अनि मात्रै यहाँ प्रमाणीकरण गर्छु भन्ने कुरा उहाँले भन्दाखेरि मैले यो गलत हो, यो यसरी चाहिँ हुँदैन, तपाईँले जुन बैठक भएको छ पहिलो सिनेटको बैठक त्यो बैठकको निर्णयलाई प्रमाणीकरण गराएर तपाईँ ल्याउनुहोस्। त्यस पछाडि भए भरका कामहरूको सन्दर्भमा मेरो जिम्मेवारीमा आउँछ, म गर्छु भन्ने कुरा उहाँहरूलाई भने। र त्यतिखेर मैले भने उहाँलाई उपेन्द्रजी अहिले पार्टीका अध्यक्ष हुनुहुन्छ, उहाँको योगदान छ यो विश्वविद्यालय ल्याउनलाई, सायद उहाँ गम्भीर बन्न सक्नुहुन्छ, उहाँलाई गएर भन्नुहोस्। र त्यतिखेरका हाम्रा जो मन्त्री हुनुहुन्थ्यो ल्यान्ड मिनिस्टर उहाँ पनि अहिले निजकै पार्टीमा हुनुहुन्छ, उहाँले भन्दाखेरि उहाँले त्यही
प्रमाणीकरण गरिदिनुहुन्छ भनेर तपाईँ एकचोटि काठमाडौँ जानुहोस् अनि उहाँ दुवैजना काठमाडौँ जानुहोस्। 10 दिन काठमाडौँ बस्नुभयो तर पहिलेको बैठकको प्रमाणीकरण भएन। अनि उहाँहरू कुदी फेरि जनकपुर आउनुभयो, मुख्यमन्त्री कहाँ पुग्नुभयो। मुख्यमन्त्री कहाँ गइसकेपछि अब यिनीहरूलाई चाहिँ सतर्कता केन्द्रको पनि पत्राचार भइसकेको अवस्था थियो। अब उहाँहरूले तुरन्तै जवाब नदिएपछि दुवैजनालाई चाहिँ पक्राउ पुर्जी खट्थ्यो र दुवैजना जेल जाने अवस्था पुगिसकेको थियो। त्यतिखेर विश्वविद्यालयको हालत नाजुक अवस्थामा पुगिसकेको अवस्था थियो र मुख्यमन्त्रीले मलाई बोलाएर अब यसलाई चाहिँ समाधान खोज्नुपर्छ उहाँले मलाई निर्देशन गर्नुभयो। निर्देशन गरिसकेपछि मैले भने होइन, अब जो पहिलेको काम कर्तव्यहरू थियो त्यसलाई चाहिँ मैले अनुमोदन गर्दाखेरि भोलिपल्ट म माथि पनि के आउन सक्छ, त्यतिखेर मलाई कसले बचाउँछ भन्ने कुरा उहाँलाई भने। अनि ठिकै छ, तपाईँ अलिकति कानुनी सल्लाहहरू पनि लिनुहोस्। अनि मैले चाहिँ केही कानुन विद्याहरूलाई बोलाएँ, त्यहाँ छलफल गरेँ दिनभरि। लगभग सबै मन्त्रालयका, अर्थ मन्त्रालय, मेरै मन्त्रालय, मुख्यमन्त्री कार्यालयका सचिवहरूलाई पनि बोलाएर त्यहाँ वृहत छलफल गर्यो। छलफल गरेर निकास निकाल्यो। निकास निकालिसकेपछि मैले चाहिँ त्यहाँ प्रमाणीकरण गएँ र त्यही प्रमाणीकरणको आधारमा अख्तियार र सतर्कता केन्द्रलाई कृषि विश्वविद्यालयले जवाब दियो र अहिले थामथुम भएको अवस्था छ। त्यो केसहरू समापन भइसकेको अवस्था छैन फेरि पनि, तर त्यो सिनेटको बैठकलाई मैले प्रमाणीकरण गरिसकेपछि उहाँहरूले राहत पाउनु। त्यही राहतको हिसाबले यो कृषि विश्वविद्यालय अगाडि बढेको अवस्था छ। म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। र जो घटना यहाँ घटेको छ र जो घटनालाई चाहिँ एउटा मतलब भनौँ न व्यक्तिगत रूपमा पार्टीकरण गरिएको छ, तपाईँहरूलाई थाहा भएको कुरा हुनुपर्छ। अस्तिको घटनामा जहाँ शिलान्यास गरिरहेको थियो त्यहाँ छत्ताछापको बिला यदि कुनै व्यक्तिले लगाएको छैन भने त्यो भित्र पस्न पाइँदैन भन्ने कुरा पनि त्यहाँ आम प्रहरीलाई चाहिँ निर्देशन गरेको थियो। बिल्ला लगाएर मात्रै त्यहाँ पस्न पाइन्छ भन्ने कुरा, त्यसलाई कसरी सरकारको कार्यक्रम भन्न सकिन्छ? हामी त सबैको सहभागितामा, सबैको उपस्थितिमा, सबैको स्वामित्व हुने गरी कार्यक्रम हुनुपर्ने आवश्यकता हो भन्ने हामी भन्दै पनि त्यसलाई जसरी चाहिँ अब भनौँ न दङ्गाको एउटा स्वरूप दिएको छ, त्यो एकदमै दुखदायक रहेको मैले चाहिँ यहाँ तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। हामीले चाहेका छौँ यो प्रदेशका आम जनतालाई जसरी भए पनि यो प्रदेशको जनतालाई जसरी यो सरकारप्रति चाहिँ वितृष्णा बढिरहेको अवस्था छ त्यसलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यसका निम्ति हामी सबै मिलेर काम गर्नुपर्छ। हातोमालो लगाएर एकचोटि हामी चाहिँ यहाँ प्रदेशको जनताको निम्ति काम गरौँ भन्ने हाम्रो अपेक्षा हुँदै पनि र अहिले पनि जसरी चाहिँ एउटा निजीकरण, यो प्रदेश सरकारले निजीकरण जुन गर्न खोजेको छ, प्रदेश सरकारलाई एउटा व्यापारीको अखडा बनाउन जुन खोजेको छ, त्यो निश्चित रूपमा एउटा मतलब नराम्रो दृश्य हो। यो दृश्यलाई चाहिँ तोड्नु पर्ने आवश्यकता हुन्छ। त्यही भएर हामी यो पत्रकार सम्मेलन गर्ने चाहिँ महसुस गर्यौँ। त्यही भएर हामी यो पत्रकार सम्मेलन पनि आयोजना गरेका छौँ। थप त्यहाँका घटनाहरूको सन्दर्भमा हाम्रा